एउटा गीत छ नि नेपालीहरूको हामीहरूको के अरे लोकगीत होइन, बिहे गरे हतारै हतारमा फुर्सदैमा लाग्छ पछुतो भन्ने एउटा गीत थियो क्या पहिला। हामी स्कुलमा हामी सानो हुँदाखेरि हामीले सुन्थ्यौँ, गाउँघरमा सबैको घरमा रेडियोमा त्यो गीतहरू गुन्जिराखेको हुन्थ्यो है। अनि हुन्छ यहाँहरू सबैजनालाई फेरि पनि त्यो डिसिजनको बारेमा म यो छोटो भिडियो बनाउन गइरहेको छु। अनि यहाँहरू सबैजनालाई स्वागत भन्न चाहन्छु मेरो यो उत्साहित च्यानलमा। अनि के अरे है, मैले सुरुमा भने जस्तै त्यो गीत भने जस्तै बिहे गरे हतारे हतारमा फुर्सदैमा लाग्छ पछुतो भनेर त्यो गीत सुनेको। अनि त्यसै कारणले गर्दाखेरि चाहिँ मलाई कस्तो लाग्छ भने त्यो गीत सुन्दै गर्दाखेरि बुझ्दै गर्दाखेरि चाहिँ अनि स्कुल जाने बेला आउने बेला त्यो गीतहरू गाउँघरमा हरेकको घरमा रेडियोमा गुन्जिरहेको हुन्थ्यो। अनि त्यसपछि त्यो गीत गुन्जिँदै गर्दाखेरि हामीले पनि गाउँथ्यौँ होइन, गाउँथ्यौँ, रमाइलो गर्थ्यौँ। अनि ओहो के भनेको होला जस्तो लाग्थ्यो गीतले। अनि अहिले व्यवहार गरिँदै जाँदाखेरि चाहिँ बुझ्दो रहेछ है। अनि विवाह भन्ने कुरा एकदमै इम्पोर्टेन्ट कुरा हो। अनि त्यो गीतले भनेको पनि ठिकै नै हो होइन। धेरैचोटि मान्छेहरूले विवाह हतार हतारमा गर्छन्। अनि त्यसपछि कति कुराहरू विवाहलाई बुझ्दै नबुझी गर्छन् पनि भन्न मिल्छ, बुझ्दै नबुझिकन विवाह गर्छन्। अनि विवाह गरिसकेपछि के हुन्छ त, पछुताउ गरिराखेको पनि हामी देख्छौँ है। अनि त्यो गर्नु चाहिँ राम्रो होइन, जसले गर्दाखेरि चाहिँ हाम्रो जीवनलाई धेरै नै नराम्रो नकारात्मक असरहरू व्यक्तिगत रूपमा, मानसिक रूपमा, शारीरिक रूपमा अनि सामाजिक सम्बन्धहरूमा असर परिरहेको हुन्छ है। अनि त्यो एउटा मैले उदाहरण मात्रै दिएको सबैजनालाई विवाहकै बारेमा, किनभने म विवाहको बारेमा धेरै मलाई बोल्न पनि आउँदैन होइन। किन भन्दाखेरि विवाह भनेको मान्छेको नितान्त व्यक्तिगत निर्णय हो। अनि कति समयमा चाहिँ परिवारले पनि साथ दिएर निर्णय गरिरहेको कुराहरू हुन्छ। त्यो अब विवाहको छुट्टै नै विषय अध्ययन गरेर भनेको राम्रो हो। तर मैले चाहिँ जोड्न चाहेको कुरा के छ भने कति हाम्रो जीवनको निर्णयहरू हुन्छन् अनि त्यो निर्णयहरू हामीले हतारमा गर्नु हुँदैन है। धेरै सोचेर धेरै विचार गरेर निर्णय लिनुपर्ने हुन्छ। अनि जस अब मैले मेरो आफ्नो जीवनमा पनि धेरै कुराहरू चाहिँ त्यसरी सोचेर निर्णय लिने बानी भएको कारणले गर्दाखेरि नै कति कुराहरू चाहिँ आफूले धेरै कुराहरूमा सफलता पाएको पनि अनुभव गरेको छु मैले चाहिँ है। मेरो लागि आफ्नो व्यक्तिगत सफलता भनौँ होइन, व्यक्तिगत सफलताहरू मैले पाएको छु। र कति कुराहरू चाहिँ मैले सोचेर निर्णय नगर्नाले दुःख पनि पाएको छु है। त्यो चाहिँ दुइटै बाटोमा छ मेरो चाहिँ। त्यसै कारणले नै मैले आजको यो भिडियो बनाउन गइराखेको हो कि मान्छेले कसैले पनि हतारमा कुनै पनि निर्णय नगरोस् होइन। पछि फुर्सदमा बसेर हामीले पछुताउने निर्णय भन्दा बरु अगाडि नै सोचेर त्यसको बारेमा हामीले केही कुराहरू होइन अध्ययन गरेर ओहो यो नगर्दा हुने रहेछ भन्ने जस्तो लाग्छ भने त हामीले त्यो निर्णय लिएर त्यो अर्को बाटोको कदम नचाल्नु नै ठिक हो नि त होइन। त्यसै कारण मैले मेरो आफ्नो जीवनमा पनि धेरैचोटि कति समय पढाइको सिलसिलामा भनौँ, कति समयमा कामको सिलसिलामा भनौँ होइन, कति कुराहरू चाहिँ मैले सोचेर निर्णय गरेको कारणले गर्दाखेरि आफ्नो जीवनमा त्यसले सकारात्मक कुराहरू परिवर्तन गर्यो भने कतिले चाहिँ अब हुन्छ नि हारेको महसुस त्यो कुराहरू पनि गरे है। मान्छेको जीवन नै धेरै खालको उतार चढावले भरिएको हुन्छ। अनि त्यो जीवनमा आउने उतार चढावहरूलाई चाहिँ हामीले कसरी लिन्छौँ र हाम्रो निर्णयले त्यो उतार चढावहरूलाई कसरी चाहिँ प्रभाव पार्छ भन्ने कुरा चाहिँ हामीले धेरै नै सोच्नुपर्ने हुन्छ। सोच्दै नसोचिकन विचारै नगरिकन हामीले कुनै कुराहरू लिन्छौँ होइन, त्यो कुराहरूलाई हाम्रो जीवनमा ल होइन फ्याक्टै कुनै कुरा राम्रो देख्यो, म त्यस्तो थिएँ पहिला होइन। जब म अपरिपक्वताको त्यो फेजमा होइन, अपरिपक्वताको त्यो उसमा थिएँ, पाटोमा थियो, त्यति बेला चाहिँ म त्यस्तो थियो। कुनै कुरा राम्रो लाग्यो, बजार गयो होइन,
फ्याट्टैदेखि मन पऱ्यो किनिहालेँ। किनेर ल्याएँ तर घरमा ल्याएपछि कति त्यो कुराहरू लामो समय टिक्दैन थियो, ड्युरेबिलिटी भन्ने कुरा हुँदैन थियो त्यसमा। अनि कुनै कुराहरू चाहिँ अब त्यो राम्रो लागेर ल्याएको कुराहरू चाहिँ कति समयमा त्यो टिकाउ नहुने त छँदै नै छ होइन। त्यो चाहिँ आफूलाई युज पनि हुँदैन थियो क्या मेरो लागि। अनि त्यो कुराहरू केही समयसम्म अगाडि बढिराख्यो, भइराख्यो है। अनि राम्रो लाग्यो, टिप्यो, ल्याइहाल्यो होइन। अनि त्यो आफ्नो बनाउन मन लागिहाल्यो, परिहाल्यो, मन परिहाल्यो होइन। त्यस्तो स्वभाव पनि हामी मानव जातिमा धेरै नै हुन्छ है। छोरी मान्छे होस्, छोरा मान्छे होस्, सबैमा हुन्छ। तर समयसँगै, परिस्थिति सँगसँगै जब हामी बद्लिँदै जान्छौँ अनि आफैले हामी एउटा चेन्जको रूपमा हामी हेर्छौँ भने चाहिँ हामीले हाम्रो निर्णयहरूले हामीले कसरी निर्णय लिनुपर्दो रहेछ, कस्तो खालको निर्णयले चाहिँ हामीलाई एउटा अझै टिकिराख्ने जस्तो होइन, टिकिराख्ने वस्तु जस्तै हामीलाई बनाउन सक्दो रहेछ भन्ने कुराहरू चाहिँ निर्णयले हाम्रो जीवनमा धेरै ठुलो भूमिका खेल्दो रहेछ है। त्यसैले हरेक ठाउँमा, जीवनको हरेक एरियाजहरूमा, क्षेत्रहरूमा चाहिँ हामीले निर्णय लिँदाखेरि एकदमै सोचेर विचार गरेर निर्णय लिनु चाहिँ राम्रो छ। एउटा कुनै पनि विषयमा हामीलाई निर्णय लिनु छ भने त्यसको लागि हामीले 10 वटा पोइन्ट्सहरू हामीले खोज्ने है, 10 वटा त्यसको क्षेत्रहरू अझै हामीले खोज्ने, त्यसको निर्णय कुनै पनि विषयमा निर्णय लिनु छ भने। जस्तै फर इक्जाम्पलको लागि मलाई अहिले एकदमै के छ त, कुनै पनि एउटा हुन्छ नि ठुलो मैले चाहना गरेको कुनै पनि एउटा कुरा मलाई बजारबाट किन्न मन लागेको छ। लाइक मेरो घरमा मलाई एकदमै ठुलो फ्रिज राख्न मन लागेको छ है। मैले उदाहरण मात्रै दिइराखेको, प्लिज डोन्ट टेक इट इन अ नेगेटिभ वे है। अनि त्यसपछि ठुलो फ्रिज किन्न मन लागेको छ है। अनि त्यो फ्रिज मैले बजारमा गएर हेरि पनि सकेँ है, कुन चाहिँ ब्रान्डको ल्याउने, कुन चाहिँ ब्रान्डको पनि मलाई मन परिसक्यो, तर मलाई घरमा ल्याउन मन छ है। अनि गर्दाखेरि त्यो सोच्दै गर्दाखेरि चाहिँ अब के गर्ने त, घरमा मलाई ल्याउने सपना आइसक्यो। तर अब डिसिजन मैले के गर्नु पर्यो त, अब धेरैचोटि धेरै ठाउँहरूमा मैले त्यो फ्रिज एउटा मेरो ल्याउने चाहना हो भने त्यसको लागि मैले बजेटिङ सोच्नु पर्यो होइन। त्यसको लागि मैले घरमा स्पेस सोच्नु पर्यो। अनि त्यसको लागि मैले कसरी टेक केयर गर्ने, अनि हाउ आई युटिलाइज इट होइन। अनि त्यसको लागि मैले होइन अब त्यसको पावर पोइन्टहरू, सकेटहरू सबै कुराहरू रेडी गर्नु पर्यो। अनि त्यसपछि त्यसमा राख्ने अब फ्रिज ल्याइसकेपछि होइन त्यो फ्रिजलाई मिल्ने अब त्यसको टेक केयर गर्नको लागि त्यो कभरहरूदेखि लिएर हरेक कुरा भनौँ न। भन्न खोजेको कुरा चाहिँ एउटा चिजको हामीले डिसिजन गर्दैछौँ भने त्यसपछिको होइन त्यसपछिको फाइदा बेफाइदाको कुराहरू, एरियाजहरू हामीले हेरेर डिसिजन लियौँ भने होइन, के त्यो साँच्चीकै मेरो घरमा खाँचो नै हो त होइन, कि त्यो फ्रिज नहुने हो त होइन। त्यो नहुँदा पनि त्यसको अप्सनमा मैले के अरू गर्न सक्छु भन्ने कुराहरू त्यसरी सोच्न सक्यौँ भने नि जहाँसम्म लाग्छ हामीले हाम्रो जीवनमा धेरै खुसी खोज्नलाई ठुलो कुराहरू लिनुपर्छ, अप्नाउनुपर्छ जस्तो मलाई लाग्दैन है। सो द्याट हामीले लिने निर्णयहरूले हाम्रो जीवनको धेरै बाटोहरू, धेरै गन्तव्यहरू तय गरेको हुन्छ। त्यसै कारणले निर्णय लिँदाखेरि सोचेर विचार गरेर निर्णय लियौँ भने यसले चाहिँ हाम्रो जीवनमा असल र सकारात्मक प्रभाव पर्न सक्छ र हाम्रो जीवनबाट अरूलाई पनि सकारात्मक प्रभाव परिरहेको हुन्छ। थ्याङ्क यू सो मच फर द वाचिङ।